जमुना नाकामा मौन अपरेसन, सादा पोसाकमा बीआईटी र अग्रपन्थीमा सुराखी कुकुर, तस्करहरूको झोलामा लगाम। नेपालगञ्ज सीमामा अभूतपूर्व सुरक्षा कर्नर, 500 को सामानदेखि लागु औषधसम्म सुगेरै समात्ने स्टेल्थ फोर्स। सफारी सुटमा गुप्तचर, नाकामा तालिम प्राप्त स्निफर डग। सीमावर्ती नाकामा अवैध धन्दा चलाउनेहरूलाई 21 भोल्टको झट्का। तस्करीको साम्राज्य ध्वस्त पार्ने शस्त्रको नयाँ चक्रव्यूह, बीआईटी र तालिम प्राप्त कुकुरले बदलियो जमुनाको तस्बिर। पाकेको जमुना नाकामा आजभोलि सन्नाटा छ, तर यो सन्नाटा शान्तिको होइन, अवैध धन्दा गर्नेहरूका लागि उत्पन्न भएको आधी अघिको सन्नाटा हो। भारततर्फबाट ढल्किँदै आएका गाडी टाउकोमा भारी बोकेर फसेङ फसेङ गर्दै भित्रिएका यात्रु र नाकामा अस्वाभाविक चहल पहल। विगतमा जमुना नाकाको दृश्य प्राय यस्तै हुन्थ्यो, तर अहिले त्यहाँ पुग्ने जो कसैले महसुस गर्छ सुरक्षाको तस्बिर 100 डिग्रीसम्म परिवर्तन भइसकेको छ। सीमा नाकामा छिर्ने बित्तिकै कुनै वर्दीधारी प्रहरी भन्दा पहिले यात्रुको अगाडि उभिन पुग्छन् तीखो नजर भएका विशेष तालिम प्राप्त 2 वटा स्निफर डग यानी कि सुराखी कुकुर। उनीहरूले हरेक झोला गाडीका पाङ्रा र शङ्कास्पद सामानलाई सुँघ्न थाल्छन्। कुकुरले सामान्य संकेत गर्न साथ सादा पोसाक सफारी सुटमा सजिएका तीक्ष्ण नजरका सुरक्षाकर्मी अघि सर्छन्। बोर्डर इन्ट्रेक्सन टिम बीआईटी र तालिम प्राप्त कुकुरहरूको नयाँ कम्बो अपरेसन। को हुन् सफारी सुटका ती 14 कमान्डो? सीमा सुरक्षालाई आधुनिक प्रविधि मैत्री र पूर्णतः सूचना आधारित बनाउन सशस्त्र प्रहरले विशेष रणनीति अपनाएको छ। सशस्त्र प्रहरी नायब निरीक्षक एएसआई को कमान्डमा खटाइएको 14 जनाको यो बीआईटी टोली कुनै कडा वर्दीमा होइन, चिटिक्क परेको सफारी सुटमा बिहान 6 बजेदेखि साँझ 8 बजेसम्म तैनात रहन्छन्। टोलीमा कम्तीमा 1 जना महिला सशस्त्र प्रहरी पनि अनिवार्य रूपमा सामेल छिन्। उनीहरूको काम केवल तस्कर समात्नु मात्र होइन, निमुखा र सर्वसाधारणलाई सुरक्षा, असहाय महिला बालबालिका र वृद्धहरूलाई झन्झट रहित यात्रा गराउने उनीहरूको दायित्व रहेको छ। जमुना नाकामा तैनात गरिएका तालिम प्राप्त कुकुरहरू अहिले तस्करहरूका लागि साक्षात काल बनेका छन्। सीमा पारीबाट लुकाएर ल्याउन खोजिएका घातक लागु औषध, विस्फोटक पदार्थ र अवैध हात हतियार उनीहरूको नाकबाट उम्किनै सक्दैनन्। हामीले सुरक्षा व्यवस्थालाई आधुनिक र वैज्ञानिक बनाउने दीर्घकालीन रणनीति अनुसार नै यी तालिम प्राप्त कुकुरहरूलाई अग्रपन्थीमा खटाएका हौं। जनशक्ति र प्रविधिको यो जोडले अपराध नियन्त्रणमा अभूतपूर्व सफलता मिलेको